नमस्कार। हाम्रो यो छिमेक लघु वित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय वालिङकै सदस्य इकाइ नम्बर 10,148 3 को 2 सदस्य देवी खनाल दिदीको बङ्गुर फर्म भिजिट गर्न आएका छौँ। उहाँकोमा चाहिँ अहिले यो माउको लागि राखिएका बङ्गुरहरू अनि यो चाहिँ उहाँको मासु उत्पादनको लागि राखिएका बङ्गुरहरू भए। त्यस्तै गरी कुखुरा नि टन्नै पाल्नुभएको रहेछ। उहाँको भनाइअनुसार लगभग 200 जति कुखुरा पाल्नुभएको रहेछ। लोकल कुखुरा है यो चाहिँ। यसबाट चाहिँ विशेष गरी उहाँले चाहिँ अन्डा उत्पादन र मासुको प्रयोजनको लागि पनि उहाँ कहाँ सम्पर्क राख्न सकिन्छ। अनि चाहिँ दाना खाँदैछन्। अनि यसले चाहिँ खासै घाम नरुचाउँदो रहेछ। हुन त अलिकति घाम चर्केखा भर्खर, त्यसले गर्दा नि होला सब भित्रभित्र खान कुखुरा जति यहाँ भित्र खास यो थुन्नको लागि होला सायद। यो यहाँभित्र चाहिँ कुखुरा थुन्ने ठाउँ बनाउँदो रहेछ। सबै यहाँ एक ठाउँ गुटुल्केर बसे खाने कुखुराहरू। अनि आज हाम्रो चाहिँ कृषि प्राविधिक मिस आउनुभएको अवसर पारेर उहाँको फर्म भिजिट गरौँ भनेर आएका थियौँ। यहाँ पनि मजाका बङ्गुरहरू। यो चाहिँ सायद मासु उत्पादनको लागि उहाँले राख्नु भएको हुनपर्छ। सबै मजा कोही बिक्रीका लागि तयारी भइसकेको रहेछ। यहाँ एउटा खोरमा चाहिँ 2वटा त्यो दरले पाल्नु भएको रहेछ। अनि यी बङ्गुरका पोखेका दाना साना चाहिँ यी कुखुराले टपक्क चिपिने रहेछ उहाँको। यो सबै यो मासुको लागि होला है दिदी? यो माउ हो यो सबै? माउ बच्चा उत्पादन। उहाँ हुनुहुन्छ यस फर्मको प्रोपाइटर। अनि हाम्रो कृषि प्राविधिक मिस सन्तोषी घिमिरे। अनि म क्षेत्रमान श्रेष्ठ। अनि यो माउको लागि पाल्नु भएको रे यो। ल हेर्नुहोस्, उहाँले मजाले बङ्गुर पालन व्यवसाय चाहिँ राम्रोसँग गर्नुभएको देखिन्छ। उहाँ यो चाहिँ वालिङ नगरपालिका वडा नम्बर 9 भुम्रेबाट अलिकति यतापट्टि बैडी भन्छ क्या यो ठाउँलाई। यो चाहिँ भर्खरका पाठापाठी रहेछ नि पाठापाठीहरू। यहाँ अहिले कतिवटा छन् पाठापाठी? 6वटा रहेछन् है यो खोरमा। यो खोरमा 6वटा पाठापाठी देख्नु सक्नुहुन्छ। 5वटा 6वटा एउटा यतापट्टि छ। यो चाहिँ माउ नै हो जस्तो छ। 2टा सेता रहेछन्। अझै यता पनि छन् होला। यहाँ पनि रहेछ अझ। यहाँ पनि एउटा माउ, यहाँ एउटा म्याउ। लगभग ब्याउने बेला भइसकेको जस्तो छ यो चाहिँ। यता पनि माउ त्यस्तै छ उहाँको। यतापट्टि नि देख्न सक्नुहुन्छ एउटा माउ मजाले मस्तले खाएर सुतिरहेछ। यता त्यस्तै अर्को माउ छ। अनि यता धेरै रहेछ उहाँ कहाँ। अलिक खोर चाहिँ सफा गर्न भ्याउनु भएको रहन्छ। हामी अकस्मात आइपुग्यौँ, त्यसले गर्दा देख्न सक्नुहुन्छ। यो माथि देखिएको चाहिँ वालिङ बजारको। हजुर हजुर अहिले श्रीमान श्रीमतीले मात्रै गरिराख्नु भएको छ यो सबै होइन? मेरो नाम चाहिँ देवी खनाल। म चाहिँ वालिङ शाखाको। हामीले व्यवसाय गरेको चाहिँ 5 वर्ष पुरा भइसक्यो। जबसम्म गरियो तबसम्म हामी आफैले नै गरिरहेको छौँ। मान्छे अहिलेसम्म राखेको छैनौँ। अहिले कति जति छन् बङ्गुर? अहिले हाम्रो 30वटा माउ छ। मासुलाई चाहिँ होला हाराहारी 9-10वटा 15वटा त्यस्तै। गर्न भ्याउनु भएको छैन। बच्चाहरू नि रहेछन् पाठापाठी सानो। दुःख हुन्छ मान्छे एउटा पाल्दाखेरि पनि दुःख हुन्छ भन्छ।
एउटा दुईटा यो पाल्दा नि एउटा पाल्नेले यो पनि गर्ने खेती पनि गर्ने चारतिरै काम समेट्छन् र गाह्रो हुन्छ हामीले चाहिँ यसलाई मात्रै प्राथमिकता दिन्छौँ र यसैलाई मात्रै अगाडि बढाउन खोज्छ हामीलाई सहज हो केही जस्तै लाग्दैन होइन दैनिकी काम खासै हिसाब महिना लगभग होला महिनामा लगभग 60वटै बच्चा बेच्यो नि लगभग 4 लाख हाराहारी त पर्छ नि महिनाको महिनाको महिनाकै 4 लाख राम्रोसित गरियो र राम्रै स्याहार सुसार सुत्केरीको राम्रै सुसार गरियो भने त निस्किन्छ अनि 4 लाख रुपियाँ निस्क्यो नि वर्षमा त 4.40 भइहाल्यो 40-50 आफ्नो खर्च चलिरहेको राम्रो आम्दानी हुन्छ कि गोबरमा चाहिँ अर्थोकमा भन्दा त यसमै मैले गरेको भएर होला यसै नै लाग्छ भैँसी पालो घाँस काट्न होइन दुःख खाना हुँदैन भन्ने त संस्कार त हामीमा छ त्यो काम त जे गरे पनि भयो हातले गर्ने काम त जातले होइन त्यही भएर नि सहजै मैले त अरूको 10-20 हजारको जागिरमा नअड्क्यौँ आफैले व्यवसाय गरौँ आफै अगाडि बढौँ मैले त त्यही भन्छु सबैले मैले पनि त्यही भनेरै मैले नि गरेरै छोडेर त्यसपछि यही हङ्गाले म त यसमै खुसी ल ठिक छ यति बेला हजुरको कर्जा चाहिँ छिमेकमा चाहिँ भ्याइएको छ के अरे है त्यो 10,000 इमर्जेन्सी चाहिँ अस्ति लिनु